हेलो गाइजहरू, नाइट भ्यूज है नाइट भ्यूज म खिचिरहेको छु टक्क होइन। म अब छ यहाँ केएलसिसीको एरियामा छु। केएलसिसी एरिया पछाडि होइन, यो केएलसिसीको टावर यही हो कि पुरै नजिकै देखिन्छ, तर यो टाढो छ। 15 मिनट जति लाग्छ हिँडेर गयो भने यो, तर यो यहीँ जस्तो लागिरहेको छ, यहीँ तलै जस्तो देखिरहेको छ। पुरै टाँसिरहेको जस्तो हल्को भएर अलि राम्रो देखिने क्या। यहाँबाट तल खिच्यो भने त आमामा कस्तो रिङ्गर लाग्ने क्या। मोबाइलै भ्ल्याट्टै खस्यो भने त मोबाइल त म चाहिँ छ्याकछिक एक टुक्रो पनि भेट्दैन होला, यति अग्लो छ यार। यहाँबाट मान्छे खस्यो भने त के होला यार। म त कस्तो रिङ्गर लागिरहेको छ यार। पुरै यो आकाशमा लाइट हालिरहेको छ त के लाइट हो, जिप 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 बलिरहेको छ पुरा। सिङ्गल लाइट हो कि हो होइन, यही हो मलेसियाको केएलसिसी टावर भन्ने यही हो कि गाइजहरू। यसकै पछाडि म काम गर्ने होइन, तर यो नजिक जस्तो देखिरहेको छ, तर हिँडेर गयो भने 15 मिनट लाग्छ, अलिक टाढै छ। तर योभन्दा त फेरि दुबईको बुर्ज खलिफा एकदम हाई हो नि त। यो त केही होइन साग। दुबईको बुर्ज खलिफा त आमामा बब्बाल हो। योभन्दा फेरि दुनियाँकै टप 10 हो फेरि बुर्ज खलिफा त। मलाई जाने बुर्ज खलिफा मनपर्छ योभन्दा, तर यो पनि मनपर्छ। पपाल छ है। भ्यूज देखाउँदैछ मैले, नाइट भ्यूज बबाल छ झिलिमिली। अर्का देश यतिसम्म विकासी भइरहेछ कि डेभलप। मेरो नेपाल कहिले हुने हो डेभलप? यस्तो बालेन्साले यस्तो कहिले बनाउने हो? बालेन्सा माई गाइज, मेरो कन्ट्रीको लिडर बालेन्साले कहिले यस्तो बनाउने हो डेभलप? बालेन्सा भनेको मेरै एजको हो, तर कहिले बनाउँछ यस्तो? इन्जिनियर मान्छे हो, बनाउँछ होला कुनै समय कुनै दिन, तर सबैले खुट्टा तान्छ उसको बिचरा। के बनाउने यार, नेपालमा त्यस्तै हो। आफू पनि नगर्ने, अरूले पनि गर्न नदिने, यस्तो छ हाम्रो नेपाल। कहिले उमाएको छ यार। अर्को देश कहाँबाट कहाँ पुगिसक्यो। 2012मा आउँदा यो देश कस्तो थियो? यस्तो डेभलप थिएन। 15-20 वर्षभित्र यस्तो डेभलप भइसक्यो मलेसिया। समथिङ ओके, गुड बाई। हेलो गाइजहरू, नाइट भ्यूज है नाइट भ्यूज म खिचिरहेको छु टक्क होइन। म अब छ यहाँ केएलसिसीको एरियामा छु। केएलसिसी एरिया पछाडि होइन, यो केएलसिसीको टावर यही हो कि पुरै नजिकै देखिन्छ, तर यो टाढो छ। 15 मिनट जति लाग्छ हिँडेर गयो भने यो, तर यो यहीँ जस्तो लागिरहेको छ, यहीँ तलै जस्तो देखिरहेको छ। पुरै टाँसिरहेको जस्तो हल्को भएर अलि राम्रो देखिने क्या। यहाँबाट तल खिच्यो भने त आमामा कस्तो रिङ्गर लाग्ने क्या। मोबाइलै भ्ल्याट्टै खस्यो भने त मोबाइल त म चाहिँ छ्याकछिक एक टुक्रो पनि भेट्दैन होला, यति अग्लो छ यार। यहाँबाट मान्छे खस्यो भने त के होला यार। म त कस्तो रिङ्गर लागिरहेको छ यार। पुरै यो आकाशमा लाइट हालिरहेको छ त के लाइट हो, जिप 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 बलिरहेको छ पुरा। सिङ्गल लाइट हो कि हो होइन, यही हो मलेसियाको केएलसिसी टावर भन्ने यही हो कि गाइजहरू। यसकै पछाडि म काम गर्ने होइन, तर यो नजिक जस्तो देखिरहेको छ, तर हिँडेर गयो भने 15 मिनट लाग्छ, अलिक टाढै छ। तर योभन्दा त फेरि दुबईको बुर्ज खलिफा एकदम हाई हो नि त। यो त केही होइन साग। दुबईको बुर्ज खलिफा त आमामा बब्बाल हो। योभन्दा फेरि दुनियाँकै टप 10 हो फेरि बुर्ज खलिफा त। मलाई जाने बुर्ज खलिफा मनपर्छ योभन्दा, तर यो पनि मनपर्छ। पपाल छ है। भ्यूज देखाउँदैछ मैले, नाइट भ्यूज बबाल छ झिलिमिली। अर्का देश यतिसम्म विकासी भइरहेछ कि डेभलप। मेरो नेपाल कहिले हुने हो डेभलप? यस्तो बालेन्साले यस्तो कहिले बनाउने हो? बालेन्सा माई गाइज, मेरो कन्ट्रीको लिडर बालेन्साले कहिले यस्तो बनाउने हो डेभलप? बालेन्सा भनेको मेरै एजको हो, तर कहिले बनाउँछ यस्तो? इन्जिनियर मान्छे हो, बनाउँछ होला कुनै समय कुनै दिन, तर सबैले खुट्टा तान्छ उसको बिचरा। के बनाउने यार, नेपालमा त्यस्तै हो। आफू पनि नगर्ने, अरूले पनि गर्न नदिने, यस्तो छ हाम्रो नेपाल। कहिले उमाएको छ यार। अर्को देश कहाँबाट कहाँ पुगिसक्यो। 2012मा आउँदा यो देश कस्तो थियो? यस्तो डेभलप थिएन। 15-20 वर्षभित्र यस्तो डेभलप भइसक्यो मलेसिया। समथिङ ओके,
गुड बाई।